ल हामी चाहिँ ट्याक्क लाएर कुद्ने अवस्थामा पुगिसक्यौँ। ल लिफ्ट पनि आइसक्यो है। आजको भ्लग भन्नुहुन्छ भनेदेखि चाहिँ हामी चाहिँ अब पुरै यो बिहानको कति बज्यो हौ? बज्न पनि 6 बजे है। 6 बजेकै छैन नि, 5 बजेर 37 भयो। 5 बजेर 30 मिनटमा चाहिँ अब हामी बिहानै तात्तातै उठेर पुरा छाती फुलाउनको लागि चाहिँ हामी कुद्ने अवस्थामा पुगिसकेका छौँ। टक्क यहाँ मेरा साथी तथा दाइहरू हुनुहुन्छ। अब यहाँबाट चाहिँ अब हामी ग्रुपमा चाहिँ ट्याक्क कुद्नेछौँ। यता अगाडि 2 जना हुनुहुन्छ। ल यो चाहिँ अब ट्याक्क लाएर तात्तातै कुद्ने हो। ओ समीर दा त पुरै उफ्रिँदै हुनुहुन्छ त हौ। ल ठिक छ, कुद्ने हो गुटुङटुङ लाएर। आइसँग दिपकलाई उठायो नि त यार। दिपकलाई त नि नउठायो हुँदै भएन नि। ल अब कुद्ने हो। मेरो त पुरै को अर्को 2 जना को भनेको ए तिनीहरू पनि छन्। लु 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 जाउँ 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 जाउँ। हामी पनि कुद्नुपर्छ अब। मस्त कुद्ने नि। ब्लग है यो चाहिँ ब्लग। हाम्रो जम्बो टोली कतिजना पुग्यो? 6 जना। ल हामी चाहिँ 6 जना ट्याक्क लाएर यहाँबाट चाहिँ अब परसम्म कति 5-6 किलोमिटर चाहिँ अब हामी यहाँबाट कुद्छौँ होइन। बिहान बिहान अरू भने त्यस्तै हो। आफ्नो स्वास्थ्यको लागि भनेपछि चाहिँ गर्नुपर्छ। अब हेरौँ कुदौँ। ए यतिको टोली भन्दाखेरि त दाइ यार मजा आउँछ त है। ल 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 यिनी कुन खालको मगाउनु म? यो त अनि अहिले बढेर लम्बै पुगेछ नि। 244-45 पुगेछ यो खालको जुत्ता नि। छैन है, महँगो भयो क्या। झ्याप्पै बढ्यो अनि। अझै सुत्न मन लागिरह होला है मान्छेलाई। जाउँ न अब जाने हो नि। अब कुदिसकेपछि अब दिपक ए मुला। ल जाउँ 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 जाउँ। 2 जनालाई भेट्नु तपाईँ। म होइन भेट्दैन। कहाँबाट नि आज त्यो 2 जनाको पनि उयो भएछ र आज चाहिँ। आज 2 जनाको कहाँबाट उयो भेट भएछ त ट्याक्कै। ड्युटी थिएन रहेछ। लु जाउँ 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 जाउँ। ए कुदौँ 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 कुदौँ। अब चाहिँ कुद्न सुरु भयो होइन। यहाँबाट हामी बसेको रुमबाट हल्लिँदो रहेछ त यार। कस्तो हल्लिन्छ हल्लिँदैन भन्ने हिसाबले चाहिँ अब मैले सोचेको हो। हल्लेन भने त ठिकै छ। भिडियो हल्लियो भने चाहिँ गयो खेर। केटाहरू त हिँड्दै खान्छ नि। कुत्ता हेरौँ न। कुत्ता भुक्दै आउँछ अहिले फेरि। भुक्दै आउँछ भने पनि मैले भुक्दै आउँछ क्या। सबै कता गयो? आउँदैछन्। जाउँ जाउँ जाउँ। केटाहरू अगाडि रहेछ नि त। हो त कुदो 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 कुदो। जाउँ जाउँ जाउँ। आज कहाँबाट भेट भयो क्या।
ल सही हो कुद्ने हो माटुङ्ने गुटुङडुङ लाएर यतैबाट हो नि त कुद्दैन हिँड न मुला थाकिसक्छ है बच्चा सर र बिहान बिहानको तातो हावा खाँदै कुद्न कम त मजा आउँछ त के थाहा नि लैलै पसिना हेर्नु पसिना कस्तो आएको यार आन्द्रा भुँडी बाहिर निस्केला जस्तो भइसक्यो हट मै रहेछु क्या अगाडि नि हट कोही छैन नि यार अगाडि त हट पसिना बल्ल देखिन थाल्यो क्या पुरै आउँदै रहेछ अनि बाबा हट हल्का फुल्का कुदिँदैछ है त साथीहरू यति नै किलोमिटर कुदेँ भन्ने चाहिँ केही थाहा छैन होइन त्यस्तो स्मार्ट वाच यताउता के भएको भए पनि थाहा हुन्थ्यो छैन त्यो भएर चाहिँ त्यो थाहा छैन हट लास्ट पसिना आयो मुटुको चाल पनि धेरै धर्किन थालिसक्यो हट केही खाएर कुदेको भए हुन्थ्यो पानी पनि मुखमा नहालिकन कुदेर पनि होला हट बाफ्रे बिहान चाहिँ अब आज आइतबार सन्डे पनि होइन यहाँ चाहिँ अब बजार लाग्छ चाइनिजहरूको मेन चाहिँ स्पेसल मार्केट लाग्छ क्या सस्तो मस्तो बजार तर अक्खा हुन्छ यहाँ त पक्का बजार लाग्छ यो चोकमा होइन पाउनु नि चाइनिजहरूलाई पाउने चाहिँ सब थोक पाउँछ क्या यता चाहिँ म छु होइन तर बजार लागिरहेको क्या यहाँनिर बा यहाँ प्यान्टहरू हेर्नु पऱ्यो प्यान्ट हेर्नु पऱ्यो दाइ यार यहाँनिर कस्तो कस्तो प्यान्ट छ त प्यान्ट प्यान्टहरू चाहिँ रहेछ रङ कस्तो कस्तो प्यान्टहरू हो यो Ya kakak morning. Ya kawan mau cari ini sudah mari? Oh ya. Tadi ayah beli kan? Ini cantik lah. Samari? Saya Samari. Nanti lah kakak tunggu. Sudah panas. Sudah panas. Iya. प्यान्टहरू लिनुपर्ने थियो भने कस्तो कस्तो छ त यार यहाँनिर दामी दामी देखाएर कारो प्यान्टहरू मार्केट होइन टक्क लाग्छ हजुर बाबा पेनाङ हिल जाने भनेर आएर चाहिँ यिनीहरू बाफ्रे है तर 1.5 घन्टा लाग्छ र त्यहाँ पुग्न अनि पुरै उकालो छ नि कहाँसम्म जाने पुरै ठाडै हो ठाडै पनि अनि यस्तो माथि छ
ए मैले त खुट्टा के अरे त्यो खुट्टामा लाउनु भएन लाउने बिर्सेछु कि त्यही भएर किनकि आज त्यसले धेरै सपोर्ट दिन्छ नि होइन त्यसले त धेरै सपोर्ट गर्यो नि कस्तो राम्रो गर्छ अब त्यो झट्का छ त्यो रोकिदिन्छ मसललाई टाइट गरिदियो भने त्यत्रो फिल हुँदैन सिग्नलसम्म त आएर पछि त्यहाँदेखि स्लो भयो विचार गरेँ झड्कामा गयो भने त्यही त म त बच्चा पो होला भन्ने ठानिरहेको होइन तपाईँ पो हुनुहुँदो रहेछ है पछाडि यसो हेरेको त बच्चा कुद्छ भाइ केही दिन कुद्यो भने कुद्छ त्यो मान्छे को बच्चा बच्चा। बच्चा कुद्ने रहेछ कुद्नु त लामो खुट्टा हो कि बच्चा त्यो अल्छी गर्छ र मन शरीर पातलो छ नि त त्यहाँ हुँदैन कुद्छ र पहिलो दिनमा त्यति कुद्यो त्यहाँनिर आयो नि तिमीलाई पछ्याउँदै त्यहाँसम्म त्यहाँ तलसम्म चाहिँ आयो त्यहाँबाट उता चाहिँ सकेन कुद्यो भने त्यस्तो फेरि पनि आइरहन्छ समीर दाइ कता भयो समीर दाइ नि गयो क्या उनीहरूसँग जाउँ त भन्दै थियो मलाई कहाँ मन्दिर यता यतै होला हाम्रो भनेको एरिया यहीँसम्म हो क्या सकिँदैन ए अर्कोको आइफोन छ नि त फोटोसोटो खिच्ने भनेर गयो होला कि त्यो अर्को पातले केटाको आइफोन छ कि 17 ल्याएर छ गएर यसो फोटोसोटो पनि खिचाउन गरेर हामीले हिसाबले गयो होला कि माथि गयो 5 बजे हिँड्नुपर्छ क्या दाइ त्यसको लागि माथि पुगेर घाम लागेर के काम भने बरु माथि पुगिसकेपछि घाम लाग्दा ठिक हुन्छ है त्यहाँ यो उकालोमा त घाममा त कहाँ मरिहालिन्छ नि खालो खराब हुन्छ मलेसियाको घाम पो त हौ ठाडै बनाउँछ यहाँ हेरौँ न चाइनिजको आम्मा मार्केट हट माथि त अनि निकै छ नि त अनि कहाँ सकिँदैन नि तपाईँको त्यो छ बाटो अनि ठाडोमा त उडे हामी ओह्रालो होइन अनि कस्तो खुट्टा दुखिया थियो यार त्यति दौडेको पनि सुँगुरको मासुहरू पनि बाफ्रे सिङ्गै छ यार एउटा दाइले किनेको छ त्यो अघि दौडिने दाइले यो नानी सानै छ होला त्यो त्यस्तो भयो भने पेट मात्रै अड्छ क्या त्यहाँ मोबाइल चाबी अड्छ हो त्यत्रै किन्नु पर्ने क्या कति एउटा सानो खालको पनि हेर्दा चाहिँ छ ठुलो छ तर हल्का छ क्या यो तपाईँको कस्तो भन्दाखेरि ठुलो भइकन नि अब यो साइड ठुलो हो नि त अनि ठेक्क हुँदो रहेछ क्या यो सानो मात्र भन्छ यस्तो यो यसमा राखेन नि केटाको अड्किने मात्र हुन्छ तपाईँ यो चाहिँ Ini 6 biji ya? tinggal lah kayak 5 biji. 6. You ambil 6. 5 biji 10. You ambil 6. Apa yang boleh? oh 5 biji mana Boleh kira ya? oh total lah kakak 22 80 sen. 22 80 sen. ल दा किलो 20-80 रे तपाईँसँग के उयो छ हटस्पट खोल्नु त मलाई म त फोनै ल्याएको ल्या मैले के गर्ने क्या छ कि नै यही बोकेको छैन त म त आज छैन यहाँ सिमै छैन त यार यसमा त लगाएर भयो त नि कहाँ पुगेको होइन अब गर्ने के गर्ने ल्या बेकार न खोजे जस्तो भयो त अब यो त नि तपाईँले फुल ल्याएन है आज ल्याएन नि गर्ने के गर्ने यार अब केटाहरू कहाँ भयो सिम छैन सिम छैन फोन सिमै छैन कि यसमा ए छोडिदिउँ है अब त्यसमै हटस्पट खोल्न लगाउनु न नभए ए यसलाई कहाँ बोले हटस्पट itu air sudah lupa क्या Hotspot. ya Kita ada data. डाटा टाटा भयो data sudah habis ए आज बिर्स्यो oh ne Aboy. Ya. Aboy, ini enggak hotspot. abang bagi ya hotspotnya
一点嘛冇得单啦，2块多点。 2080 हुनु कति हो भन्थ्यो 2080 2080 होइन बिहारी सानो बोलेको मलाई पनि पास हो या थ्याङ्क यू हाल्यौँ लजाउने कुरो छैन होइन के गर्नु अब छैन त के गर्ने अब berapa 20 80 sen dah Kak 20 kan 22 अनि 22 22 हुने रहेछ म त 20 मात्रै भने लास्ट हँसाइदिएर ल या काका सुडा या थ्याङ्क यू terima kasih अब तलसम्म पुगिसक्यो होइन म चाहिँ अब यो के अरे कपडा सपडा यताउता किनेर चाहिँ अलिक ढिलो भयो केटाहरू त पर पुगिसकेको छ त्यहाँ मैले चाहिँ अब तिनीहरूलाई भेट्नुपर्ने हुन्छ होइन कुद केटोमा डोक्ने कुद्न त कुद कसरी कुद कुद क्यामेराले नि ल्याङ गर्ने रहेछ यार ल अब कुद्ने हो नि माट टोक्ने यत्तिकै त भारी भइसकेको छ यार मजा आइरहेको नि बच्चा होइन बच्चाको चाहिँ पहिलो दिन हो क्या यताबाट त आउने बेला होइन यो दुखेर के मसँगै थियो त यार तिमी त पहिला त उता छाती धेरै दुख्न थाल्यो क्या अब एकैपल्ट कहिले नकुद्ने मान्छे 2-3 वर्षपछि कुद्न थाल्यो भने दुख्दैन एकैचोटि कुद्यो नि त लगभग 3.5 वर्षमा कुद्न थालेको थाहा छ एकैचोटि है कलेज पछि निस्केपछि आजै हो फर्स्ट है अनि कहाँ कुद्छ यार बच्चा कुदेको यार त्यति नै कुद नि त केटाहरू त पर पुग्छ कपडा सपडा किनिसकेपछि चाहिँ झ्याउ भयो क्या कुद्नलाई नि अरे यार भारी बोकेर कसरी कुद्दैन यता कपडा छ हातमा यता फलफुल छ मानु अनि गर्दै नि कुद्न चाहिँ कुद्ने हो म्याच्ने जोसुकैले जेसुकै भन्यो पनि होइन भइसक्यो यार हैट उज्यालो भयो अरे घाम लाग्ने बेला भइसक्यो छैन मुला बाटो नरिवल पानी खाने ठाउँमा आइपुग्नु लाग्यो ल हाम्रो अड्डा आइपुग्यो अब यहाँनिर टक्क लाएर नरिवल पानी हान्नुपर्छ बसेर दिन थालिसक्यो आज म अलिक ढिलो भएर पो त सकिसकिहाल्यो नि दिँदैछन् कपालले पनि असर पार्छ हो म यहाँको गर्मी हुन्छ कपालले त्यसले कपाल हेरे ठुलो भयो भने कुद्ने बेला गर्मी हुन्छ पानी रापौँ होइन टक्कसँगले होइन है यो त खै के हो मलाई त यसले कुद्नै दिएन नि मलाई यो मात्र भएको भए सजिलो हुन्थ्यो यो मायाको फलफुलले गरेर चाहिँ डुबायो क्या त्यति भएर कुदिहाल्थ्यो तिमी म यति मात्र भयो त भिरेर भयो नि कुद्ने र नरिवल पानी हान्ने टिका होइन तिनवटा होइन भन्छु म त दुइटै बजाउनु पर्ला जस्तो लागिरहेको अब एउटा चाहिँ रुममा गएर खाने हो एउटा पछि लास्टमा प्याकिङ गरिदिनु त्यही त त्यो गर्नु पऱ्यो एउटा चाहिँ प्याकिङ गर्नु पऱ्यो तपाईँहरू त अघि आइसक्यो होला है मलाई स्याउले कुद्नै दिएन
लैजाऊ बजा तान उठाउनु उठाउँ ल नरिवल पानी है त यहाँबाट लैजाऊ मलाई नै नदिएला जस्तो छ ओए दिपके नरिवल पानी लिन ओए थ्याङ्क यू अब ओ आँट छ यहाँ आँट्दैन होला हौ यहाँ बसौँ 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 त्यसो भए ल्याम्म दिने हो अब अरू यहाँनिर हुनुहुन्छ टोलीहरू सब जेन्जी पुस्ताहरू है ल आमा फोर्नेमा पुग्छ तपाईँ औषधि खाने बेला भन्नु लागिसक्छ अनि यो चम्चा बन्छ नि धुने हो त्यसलाई सकिसक्यो म पनि पानी यहाँ हातमा लगाइहाल्यो मलाई यसको सबैभन्दा मन परेको चाहिँ यो के आइफोनमा पनि रहन्छ त यार भिडियो बोला एकैचोटि गर्न मिल्ने के त्यो सिस्टम चाहिँ भएको भए यस्तो दामी आइफोनमा छैन रहेछ भने यो फिचर भएको यस्तो ए सिधै काट्नु पर्ने पातलो मेरोमा छ त तिम्रो त पातलो रहेछ भाइ अगाडि फ्रन्ट पनि मिल्यो पछाडि ब्याक यो अब यो भएपछि ढुक्क भयो नि त यस्तो हुन्छ कि जस्तो बनाए नि हुन्छ त्यसलाई अब बनाए नि हुन्छ त्यसलाई अब अगाडि पछि अगाडि ल्याउनु मिल्छ यो नै सिधै क्यामेरा फ्रन्टमा गर्नु त्यस्तो होइन यो पहिला त्यो चाहिँ के भिडियो बनाउनेमै बनाउने हो त्यो चाहिँ होइन मैले खोजेको चाहिँ यो खालको के तपाईँको जुन यो अगाडि हुन्छ नि यसलाई चाहिँ यो यस्तो गर्ने बित्तिकै ब्यागमा गइहाल्ने उयो हुन्छ अगाडि पछाडि फोनमा मिल्दैन क्या फोनमा त्यो यो मिल्ने भएको सिस्टम भएको यस्तो दामी हुन्थ्यो अब यो चाहिँ हाम्रो अड्डा नरिवल पानीको बिहान कुदेर आइसकेपछि टक्कसँगले चाहिँ यहाँनिर आएर नरिवल पानी बजाएर चाहिँ अनि चाहिँ यहाँबाट लागिन्छ रुमतिर चट्ट ल उज्यालो भइहाल्यो नि भात खाँदै केटाहरूले ल भात खाँदैछ यसले त ठ्याक्कै भात खाए जस्तै खाँदै रहेछ हौ भाडाबाट पुरा ल मेरो त सकिसक्यो है तपाईँको त सकिसकेको छ मेरो फोन लानु पर्यो है दिपकलाई कोर्नै आउँदैन तिमी यस्तो बोल्छ धेरै बोल्छ बडी बोल्दैन त अन्त अब यसलाई चाहिँ अब टुक्राउँ होइन अब यसको त काम छैन या थ्याङ्क यू अब खाने होइन यो भात हो कि खाना त यो फेरि केही खाइहाल्छ होइन करेल खाना त यसलाई खाने बित्तिकै खाइहाल्छ नि फेरि नि पकाउनु तपाईँ काम हो भिडियो बनाउनु मैले भेट्दो पाला किन्ने गएको जुन बजी बन्छ म कुद्नै सक्दिनँ त्यस्तो हिँडेर गएको यो चाहिँ हाम्रो जम्मो टोली आज रनिङ दौडेर आएर चाहिँ यहाँ चाहिँ हाम्रो उहाँ चाहिँ मास्टर माइन्ड हो म ढिलो भयो कि म माथि उहाँ मिलाउँदा मिलाउँदा तिम्रो देख्नै छोड्यो उसलाई कुदेर अगाडि गयो अगाडि बारीक मोडल भयो भन्दा धेरै हाम्रो आजको रनिङ
उसले देखेको मैले त त्यहाँ देखिन नि तपाईँलाई मैले त धेरै अझ अगाडि मलाई थाहा थियो क्या तपाईँ मैले तपाईँलाई समिरदार देख्नु चाहिँ यहीँबाट देखेको तर अब कुदा कुदा नभेटेको चाहिँ हो क्या पुग्यो भने छिटो भइहाल्छ क्या अनि छिटो हुँदो रहेछ नि यताबाट सिधै आइहालिन्छ नि यहाँबाट धेरै घुम्नुपर्छ नि यहाँ धेरै हुनुपर्छ नि अहिले आउने बेलाहरू कता घुमेन केटाहरू कहाँ घुम्छ अहिले घुम्न हुनाले यो बाटो घुमे हो कि सिधै तिनीहरू त हिँड्दै थियो त अहिले पहिला जान पठाउँछ है तिनीहरू बिस्तारै हिँड्दै थियो तर त्यो दाइहरूलाई ओटी गर्दैन हो दाइ मैले अस्ति पनि हामी ओटी गएको बेला नि त नानीहरूले त्यो दाइले मजा आयो सबै ल त्यसले हेरेको त्यो चाहिँ तिमी गएको कडर सरको यहाँ भात फुर्का खार्कै हुँदैछ औषधि औषधि सानो हुने मान्छे त ज्ञान तताइसक्यो भने मजाले पुग्छ नि त्यही तिनीहरू हेर्नु ज्यान सकाएर अनि पुग्नेहरू ल त्यहाँदेखि ननिस्टप कुद्यो तिमीहरू यहाँ जहिले फेरि गइरहेको हुन्छ नि त्यो उता हो अगाडि खान्छ भारी दौडिन्छ नि उनीहरू त प्रोहरू हो अनि 6औँ 8औँ नम्बरका हो यहाँ त कहाँ नि जस्तो सक्नु ल स्टार्ट हो ल भात खाऊँ कडेलहरूमा त मालै माल पनि यस्तो माल रह्यो छिप्पे माल पुरा भएको काम गर्छ नि यसले त हातै खानु पर्दैन पर्दैन त भोकै लाग्दैन अब अब रुममा गएर अहिले खाने कि नखाने भन्यो अब 12तिर खानेहरू त मोडेल भएको त यसै पनि 2 दिनमा एकचोटि अथवा 3 दिनमा एकचोटि भएको होला उसको त फेरि त्यही हो हो भात धर खानु हुँदैन नि त यसमा हेर्नु दाइ खानु लागेर मेरो त उस्तै पराएर माल त सबै ठिप्पट माल परेको सबभन्दा पातलो चाहिँ मेरो झर्या हो मान्छे हालेर हो कि मान्छे अनुसारको कहाँनिर यार त्यो इभेन्ट देखेँ त जाने हो कतिबाट हो जाऊ न एक दिन यार सही भनेको अहिले म सागरलाई फोन गर्छु आजै जाउँ भने जाउँ न साँझतिर जाने हो त साँझतिर त पर्छ पर्छ नि बल्छीहरू अनि छ अघि छ त सागो सागो सबै ल नि त जाउँ मारौँ कन्ट्याक्ट गर्नु है त बल्छी मार्न माछा मार्न जाउँ हे कान्छी बल्छी थापै मलेसियामा धेरै मान्छेहरू माछा मारेर खान्छन् यहाँ कस्तो फ्री हो फ्री हो अरे त्यहाँ बन्सी पनि हुन्छ किन्ने गयो यतातिर अब लिएर जानु बाजी लिएर जाने हो हामीले चाहिँ बाजी लिएर हो कहिले धेरै अऱ्यो म त जहाँ लगेर माछा मार्नु त पहिला हामी खोलामा दर माछा मार्थ्यौँ त्यसै गरी होइन दाइ नत्र फेरि लेट हुन्छ नि त कति बजीतिर जाने त याद राख खालि ड्युटी अब ड्युटी गर्छ बिहानको ड्युटीमा ल ड्युटी गर्नु पऱ्यो त यहाँ आएको ड्युटी गर्नु ड्युटी गर्नुपर्छ अहिलेदेखि सोचिरहेको हुन्छ दिनभरि ड्युटी हुन्छ क्या पुरा के छ अब म त तिमीलाई भनि बेलुका त यहाँको मान्छेलाई पनि देखाइदिनु रहेछ यस्तो अहिले अब आयो कपडा अहिले कस्तो छिप्पट माल परेछ आम्माम गहिरो परेछ मिठो मिठो है अस्तिको मलाई परे जस्तै छिप्प्या परेको छिप्पे परेछ मलाई आज चाहिँ